है सानो नानीको एउटा भिडियो हेरौँ अनि कस्तो लाग्छ कमेन्ट गर्नु है। ओहो समस्या भयो त नखाए हुन्न छोरीलाई भोक लाग्यो ग्यास्ट्रिक हुन्छ ग्यास्ट्रिक हुन्छ ल ल तिमी गएर आगो सल्काउँदै गर भात पकाएर खाउँला ल ओइ ओहो टमाटर आगै बोलेन ओ बाबा के भो आगो त बोल्दिन आगो बोलेन ल ल इधर म आएँ ल सिकाउनु मान्छेलाई भोक लागिसक्यो भोक लागिसकेको भोक पनि आफैलाई मात्र लागे जस्तो गर्छ आगो बाल्न सकेको छैन बिचरा सानो नानीले कसरी बाल्छ ओ आगो बोल ओ आगो बोल ओइ छोरी त्यसरी आगो बोल्छ कसरी हो र बोल्छु त हजुर त भन्न पर्छ नि बोलाउटा अबे साले बाठी छ बाठी ठीक छ